भाइरल कुकुर भेटिसक्यौँ देख वेलकम ब्याक टु माई च्यानल आयो हजुर सन्चै आरामै हुन्छ ल म भने एकदम सन्चै आरामै छु अनि टाटाबाट आज चाहिँ हिजोदेखि पानी परिरहेको थियो नि त देख्न सक्नुहुन्छ अनि अहिले भर्खरै हामी चाहिँ लेबाटार आइपुगिसक्यौँ अनि टक्क घाम पनि दामी लाग्यो अनि राइडर चाहिँ भयो हाम्रो विशाल तामाङ अनि अगाडि छ अर्को कौशल राई र अनि पछाडि खलासी छ प्रदीप सर म त प्यासेन्जर होइन अनि हामी चाहिँ टक्कसँगले कौशलको आज बर्थडे हो नि त त्यही भएर अनि हामी चाहिँ लाइनबाट सट्टा पारेर हामी चाहिँ 4 भाइ इलामसम्म राइड जाँदैछु है गाइस ल गाइस हामी चाहिँ छ्यारछ्यारैमा आइपुगिसक्यौँ है त्यहाँ विशाल छ त्यहाँ कौशल र प्रदीप यहाँ कौशलले चाहिँ एउटा जम्पर किन्ने अरे एउटा जम्पर किन्ने अरे अनि ट्याक्कसँग यहाँ जम्पर किनेर मैले त उताबाट टर्निङ भनेको बिर्सेछु अलिक पर टर्निङ लगायत अब कौशलले पनि ज्याकेट टक्कसँगले किनिसक्यो होइन अब इलाम बजार हेर्नु न अघि खोलिरहेको थियो दिन अहिले घुम्म हुन थाल्यो हामी चाहिँ टक्कसँगले लाम बजार आइसक्यौँ चोक देख्न सक्नुहुन्छ यता अनि चोकमा है चाहिँ हामी यहाँ चोकबाट घुमेर टक्कसँगले हामी चाहिँ जान्छौँ चियाबारीमा टक्कसँगले डुलेर चाहिँ बबाल उल्टी होटल देख्न सक्नुहुन्छ हाम्रै लामको त्यो बबाल छ नि हामी यहाँ त्यहाँ चियाबारीमा यसो फोटोसोटो फोटोसोटो खिचेर टक्कसँगले भोक पनि लागेको छ नि त बिहानदेखि खाजा खाएको छैन भोक पनि लागेको छ पहिला खाजा खानु पर्ने हो है त गाइस यो चाहिँ इलामको तल टोडी ठाउँदेखि तपाईँको आउने बाटो मिल्छ यो त बस बाटो छ है दामी छ नि यहाँ बाटो बबाल सोल्टी कान्छीको के हो आँखा छोडेकै पाराले हेरेको त हुन्छ त हो अझ मलाई दिन्छ भने म अलिकति घरमा मान्छे नै हो मलाई दिन्छ भने अलिकति मान्छे लाएर हिँडेको क्या चट्ट दिँदैन त कसैले पनि अब एक राउन्ड होला अनि अब खाजा खाने बास बर्थडे पार्टी सकियो केटा कहाँ हिँडेको केही हामी चाहिँ टक्कसँग चियाबारी छिरिसक्यौँ देख्नुहुन्छ इलामको मौसम बबाल छ नि अन्त पाराले दिनहरू पनि खुलिरहेको छैन अघि त यस्तो बबाल खुलिरहेको थियो नि दिन अघि चाहिँ घाम लागेको बबालै मौसम बबालै थियो है थाम्दैन नि फेरि होइन हाम्रो गाडीले तान्छ नि फेरि सक्दैन नि फेरि कसैले अनि यहाँ चाहिँ चलेको भाइरल ठाउँ हो यो चाहिँ केटा हो इलामको भाइरल चलेको ठाउँ हो यो बाटो यहाँ धेरैले टिकटक धेरैले बनाउँछ यहाँ भाइरल छ यो ठाउँ अनि यहाँ चाहिँ बाटो चाहिँ यस्तो रहेछ है पहिरोको कुरा छ नि त हाम्रो साथी नयाँ ड्राइभर हो नि त अनि गाह्रो हुन्छ क्या नयाँ ड्राइभरमा भरै गममै लडायो भने त होइन के गर्नु गाह्रो हुन्छ नि हाम्रो साथी पिचमा कुदाउने यस्तो अफरोडमा सक्दैन
अरे यहाँ पनि भाइरल हो खतरा बनिँदैछौँ त तर पोखरी चाहिँ अहिले खत्रै छ त दामी नै छ यस्तो छ दिनै खराब दिन खराब अन्त हाम्रो घुम्ने बेला चाहिँ मौसम कहिले सुत्रेन यार ए मौसम त कहिले सुत्रिन्छस् मौसम कहिले सुत्रिन्छ कहिले काहीँ त सुत्रि लगाएछ हामी चाहिँ टक्कसँगलाई यहाँ मूर्ति बनिएको रहेछ गौतम बुद्धको देख्न सक्नुहुन्छ अनि हाम्रो प्रवेश सर हेलो भन न प्रवेश के छ कौशल बर्थडे बोय नयाँ ज्याकेट लगाएर न्यू ज्याकेट यता यता विदेशी अब हिरोको इन्ट्री खत्रै देखा न अलिकति अन्त ल ल ल ल ल अलिकति म मुस्कानले हानिदिएको छ नि किल्लर छ नि इलाममा सक्छ के लगाएछ हामी चाहिँ टक्कसँगले यहाँ अलिक चियाबारी अलिक माथि आइसकेको छौँ अनि दिन चाहिँ देख्नुहोस् हुस्से बबाल छ अनि हाम्रो कौशल बर्थडे बोय यो 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 खोइ त ह्याप्पी बर्थडे नि भन्दैन केटाहरूले ओ विशालले ह्याप्पी बर्थडे टु यु खोइ रहेछ खोइ त नि रिप्लाई खोइ त नि छैन रिप्लाई खोइ त पुरा सेम टु यु भन्छ हामी चाहिँ यहाँ खाजा साजा खान्छौँ हाम्रो बेला त कस्तो कहिले खुलिँदैन यार हामी जति डुल्नु आइरहेको छौँ उससे चाहिँ हुन्छ नि के सेट लगायत हामीले चाहिँ यहाँ इलाममा भाइरल कुकुर भेटिसक्यौँ देख्न सक्नुहुन्छ ओ ला कसले टोकेछ यार यसलाई बिस्कुट भएको त नि भाइरल कुकुर देख्न सक्नुहुन्छ आइज जा 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 ओए हामीले नि भेट्यौँ यार भाइरल कुकुर भाइरल कुकुर भेट्नु त स्वाभाविक कुरा होइन र केटा त्यो पनि हो होइन लगायत हामी चाहिँ टक्कसँगले यहाँ खाजा खान आइसकेको छौँ हामी 4 भाइ देख्न सक्नुहुन्छ यहाँ किमा नुडल्स खान आएको छौँ है अनि लाफिङ पनि खाने हो च्याट पारेर अनि खाएर हामी माथि जस भिलेज जानेछौँ गाइस है ओके गाइस केही भन्छ विशाल आज कस्तो भइरहेछ दिन काटिरहेछस् राम्रै छ आजको राइडर कुन राइडरहरू त म प्रो राइडर कुन राइडर रङ राइडर अरे प्रो राइडर फेरि प्रो राइडर चाहिँ पिचमा मात्रै फेरि अपरोडमा त मलाई पनि छैन नि सक्दैन नि फेरि प्रो राइडर त अफरोडमा चाहिँ मलाई जतिको विदाउट लाइस हाम्रो चाहिँ किमा नुडल्स आइसकेको छ देख्न सक्नुहुन्छ के अप्ठ्यारो हो क्या यो लगायत हामी चाहिँ टक्कसँगले इलामबाट फर्किँदाखेरि यस्तो पानी पऱ्यो फेरि प्रदीप नभएर यहाँ बिजोक ज्याकेट फेरि लत्रक्कै छ प्रदीप सरको मात्रै हो भने हो त ऱ्याङ गर्छु ज्याकेटहरू किन्नु गएको छ भिडियो पनि गर्नु पाएन यस्तो पानी झरीमा त के गर्नु होइन गाह्रो पर्छ नि त पानी झरीमा लास्टै मोबाइल भिज्ने सम्भावना हुन्छ त्यही भएर भिडियो चाहिँ गएको छैन अब आधी बाटोबाट पानी रोक्यो भने चाहिँ गरौँला है अब रोकिएन भने त अब यस्तै हो हामी चाहिँ छ्यारछारैमा आएर बसिरहेको छौँ त्यहाँ छ्यारछारैमा चाहिँ प्रदीपको लागि ऱ्याङ्गर किनेको छ केटाहरू बाइक चाहिँ त्यो दुइटा छ अब यसमा त केटाहरू ऱ्याङ्कट आउँछ अनि हेर्नुपर्ने हुन्छ कस्तो लिएछ केटाहरूले होइन केटाहरूले चाहिँ लिएछ ऱ्याङ्कट यस्तो होइन त्यसबाट अब चाहिँ ऱ्याङ्कट छ सबैको छ अब चाहिँ हामी जानुपर्ने हुन्छ भिडियो सिडियो पनि गर्दैन आजको भ्लग चाहिँ यति नै हो सबैजनाले सब्सक्राइब गर्नु लाइक कमेन्ट बाई बाई